हेलो युबियान सम्पूर्णलाई नमस्कार। मेरो यो सानो व्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म स्पेसल आज माछा काट्ने क्रममा छु हैन। तपाईहरु चाहिँ देख्न सक्नुहुन्छ मेरो माछा काट्ने तरिका, स्टाइलहरु, गाइजहरु हैन। तपाईहरुलाई चाहियो भने सम्पर्क राख्नु होला। म यति बेला काट्दै छु। यो चाहिँ आरोसा हो, यो चाहिँ अन्डेक हैन। अब अर्डर अनुसार मैले मछली काट्दै छु गाइजहरु हैन। हेर्दै जानुहोस् कस्तो लाग्यो मेरो माछा काट्ने तरिकाहरु। चाहियो भने तपाईहरुले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईहरुको सेवामा म सधैँ तत्पर रहिरहने छु गाइजहरु। स्पेशली हाम्रो भान्सामा आज आरोसा मछली र अन्डेक मछली बन्दैछ गाइजहरु। देख्दै हेर्दै जानुहोस्। यो चाहिँ साउदी अरबमा गरिरहेको छु मैले यति बेला हैन। गाइजहरु तपाईहरुलाई मन पर्यो भने आउनु होला खानको लागि। स्पेशली माछाको आइटम बन्दैछ यहाँ दर्शकबिनहरु। कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ गाइजहरु जानकारी दिनु होला हैन। यस्तै भिडियोहरु हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब र फेसबुक पेजलाई फलो गर्दै अगाडि बढ्नु होला है त इष्टमित्रहरु। फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने फेसबुकमा डिएक्सन टेकमगरलाई फलो गर्नु होला। युट्युबमा हेर्दै हुनुहुन्छ भने लालमन्ती भ्लगलाई सब्स्क्राइब गर्दै अगाडि बढ्नु होला गाइजहरु हैन। सपोर्ट मी प्लिज। यो चाहिँ स्पेशल अन्डेक मछली बनिरहेको अवस्था छ हैन। यदि माछा काट्ने आइटम जान्न चाहनुहुन्छ भने पनि मलाई सम्पर्क राख्नु होला। स्पेशल अन्डेक मछली। यो अन्डेक मछली बनिरहेको छ भने अर्को पनि अन्डेकै हो हैन। यो पनि मछली हो गाइजहरु। बारबिक्यू अरेबीमा मछली भन्छ अनि तपाईको यसलाई अरेबीमा डक्टर पनि भन्छ गाइजहरु हैन। डक्टर पनि भन्छ हैन। यसको दुई कप्टेर बनाइरहेको अवस्था छ मछलीलाई हैन। अर्को चाहिँ कालो खालको माछा आउँदैछ है गाइजहरु। देख्नु भएको छ यसलाई आरोसा भन्छ है। आरोसा इज भेरी भेरी बेस्टिङ टेस्ट इज भेरी ब्युटिफुल।